सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि गुड मर्निङ हो। सो आज चाहिँ आजभन्दा हिजो चाहिँ हामी बेलुका त्यस्तै 9 साढे 9तिर आइपुगेको थियो हो। सो यहाँ अहिले वेदर चाहिँ हल्का उयो रहेछ। सो आज फर्किने अनि पानी पर्दैछ हो। यस्तो चाहिँ हो पानी पर्दैछ। त्यही हो गाइज। आज हिजो गरेको भिडियो चाहिँ बेलुका ढिलो भएर आज अघि हाल्दैछु मैले। आम्बो चाहिँ पाक्दैछ पहेँलो हुँदैछ है। यत्रोमै पाएको हाइब्रिड झुन नै हो है। यहाँ पाएको पहेँलो हुँदैछ यहाँ पस्दैछ त्यही पहेँलो। सो गाइज यहाँ चाहिँ मैले सुन्तला हेर्दा एउटा कुरा देखेँ। यो चाहिँ तपाईँहरूको ड्रेगन फ्रुट हो कि यो चाहिँ माथि हामीतिर चाहिँ फुल्दैन। दामी फल्यो हेर्नु न यहाँ फल्दै रहेछ। सो आज चाहिँ बिहान 7 बजी निस्किनु भनेको थिएँ। बोक्सी खोर्सानी हेर्नु घिउ खोर्सानी भन्छ कि खा त घिउको स्मेल आउँछ यसमा। कस्तो हुन्छ अरे घिउ खोर्सानी भन्छ यहाँ भनिदिनु अन्त। कलकत्तामा चाहिँ घिउ खोर्सानी भन्छ। यो चाहिँ तपाईँको नि खाँदाखेरि घिउको उयो आउँछ स्मेल। घिउ खोर्सानी दामी हुन्छ नि मजा पाएको छ नि। सो अहिले चाहिँ हामी खोप्रेलमा छु हो। त्यस्तो चाहिँ गाइज फ्यानको वेदर चाहिँ परतिर चाहिँ पानी हल्का। सो अब पानी रोकिने बित्तिकै हामी पनि निस्किने हो। सो त्यही हो देखाउनुहोस् होइन माया देखाइदिँदै गर्नुहोस्। अनि अरू त के भन्नु अब ल ओके। सो गाइज अब चाहिँ हामी यहाँ निस्किने। स्कुटी बस्दैछ अबेरले। कसरी भिज्यो यहाँ उयसले छिटाले। अब हामी निस्किने हो। सो गाइस अहिले चाहिँ हामी निस्किसक्यो यहाँ हाइवे हो। सो अब चाहिँ कति टाइम लाग्छ पनि हो घर पुग्नु। सो पानी चाहिँ अझै स्टिल पर्दैछ। हिजो चाहिँ अब त्यस्तो पानी पर्दैन होला भनेर सोचेँ हामीले होइन। रेनकोट पनि नल्यायो तर अब पानी पर्दियो के गर्नु हो। त्यही हो गाइस हेर्दै गर्नुहोस्। अब हो हिजो अघि हालेको भिडियो चाहिँ अलिकति त्यो राइडको चाहिँ लामो भयो होला। सो हेरिदिनुहोस् त्यो पनि होइन। त्यही हो अब अहिले चाहिँ हामी खोप्रेलमा छु। सो पानी पर्दैछ। स्कुटी चाहिँ हल्का कुद्दैछ। अब त्यस्तो कुदाएको छैन आज हो। पानी चिप्लो छ बाटो फेरि हो। लड्यो भने रड्डी हुन्छ। सो गाइस अहिले चाहिँ हामी यता चाहिँ मेफेयर रोड जान्छ। यो मेफेयर रोड हो। यता हामी चाहिँ यता जाँदैनौँ यताबाट हो जाँदैछु। बेला पुग्छु पनि घर चाहिँ हो। अब मैले एउटा स्पिकर र माउन्ट चाहिँ किन्नै पर्ने रहेछ गाइस। नभए हुँदैन यसरी। कहिलेसम्म यसरी भिडियो बनाउनु कहिलेसम्म जुगाड गर्नु गाइस। हेल्पर चाहिन्छ हेल्पर। क्यामेरा पक्रिने हेल्पर छ है अहिले त। गाडीले अलिक डिस्टर्ब गरिदियो हामीलाई यहीँ। लक्ष्मी देवीहरूले डिस्टर्ब गरिदियो है। डिस्टर्ब यो गाडी पनि एकदमै ढिलो एकदमै के कुदाएको त्यो गाडी है। चाप भाइ छोडिदियो उसलाई। आज चाहिँ त्यस्तो कुदाउँदिनँ हिजो जस्तो हो। हिजो चाहिँ मैले पुरा ट्राई गरेको कि कुदाउनु तर 91 कि 92 कुदेन स्कुटी चाहिँ हो। अहिले चाहिँ हामी खोप्रेल बजार आइपुगिसकेको छु गाइस। सो त्यही हो है। के लग्यो यो गाडी ड्याममै जानु पाएन नि आन्टीकोमा है। त्यही हो गाइस। अब मैले गर्दैछु यताउति होइन उयो गरेर भए पनि। सो बुझिदिनुहोस् हेरिदिनुहोस् होइन। गाइस अहिले चाहिँ हामी सिमलबाडी आइपुगिसके होइन। आइपुग्नु आँटेको छ। सरी म चाहिँ त्यस्तो चिनिनँ। हिजो राति झन् अब
चिस्तो चिनिन हो त्यही हो मजा आयो नि सो गाइज अहिले चाहिँ हामी यहाँ कता हो यो सिमलबाडी आइपुगिसकेको छौँ सो यहाँबाट चाहिँ अब कति टाइम लाग्छ हामीलाई टोल ट्याक्स पुग्नु हो सो अलिक 9:19 भएछ मैले चाहिँ अब 10:30 मा पुऱ्याइदिउँ भनेको थिएँ होइन आबेनलाई सो आबेन चाहिँ डरायो हो 10:30 मा चाहिँ ट्राई गर्छु पुग्ने तर हो हिजो चाहिँ यो बम्परमा चाहिँ गाइज उडेको छु हामी राति हो राति है आबेन घटाघटा खै पानी चाहिँ अब रोकिन्छ होला भनेर सोच्दै थिएँ तर पानी चाहिँ रोकेको छैन गाइज हो यो गाडीलाई चाहिँ काट्नु ट्राई दिएको कि तर मैले काट्नै सकेको छुइनँ हो किन हो यो चाहिँ यस्तो कुदाउँदैछ कि यो गाडी चाहिँ अघि हाम्रो गाडी मैले काटेको थिएँ होइन यसलाई यसले फेरि काटेर गयो नि त होस् हाला हामी यहाँ सिमलबारी टी स्टेट भन्छ यहाँ टी स्टेट भन्छ सिमलबारी टी स्टेट आइपुगिसकेको छु गाइस सो त्यही हो हेर्दै गर्नुहोस् होइन हाट कता पो लाग्छ अगाडि है अस्ति हामी बस्यो त हाटमा है ए त्यही हाट ठुलो थियो त्यो हाट है सस्तो त खै म साह्रो सस्तो लाग्यो नि त्यहाँ भर्खर त पाल लाउँदैछ आबेन डढाउँदैछ पछाडि हो प्लिज किप डिस्टेन्स भन्दैछ यो गाडीले छोडा 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 दोस्त छोडा 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 चेन्ज छैन चेन्ज चेन्ज छ चेन्ज दिन्छ गाइस अहिले चाहिँ हामी यहाँबाट हिँडिसक्यौँ हो सो अब चाहिँ उकालो छ हो सो अब 9:30 त यहीँ भइसकेछ अब 10:30 मा हामी पुग्छु कि पुग्दिन सो अहिले चाहिँ हामी रोहिणी रोड छिरिसक्यो गाइस त्यही हो अब होइन यहाँबाट सिलगढीबाट हामीलाई रोहिणी आउनु चाहिँ नभनेको त्यस्तै कति अब 20 मिनटहरू लाग्यो होला हो 20-15 मिनट कति लाग्यो सो अब यो उकालो पनि सोडे गयो हुन्छ हो सिधै जाउँ ल यहाँबाट नजाउँ ल सो गाइस त्यही हो सपोर्ट गरिदिनुहोस् होइन यसो यताउति माया देखाइदिनुहोस् सेयर गरिदिनुहोस् अब तपाईँहरू त हुनुहुन्छ यसो यताउति होइन सपोर्ट गरिदिने अब त्यही हो अब
गरिदिनु पनि भयो, धेरै धेरै धन्यवाद। अब कुनी कतिदेखि लिएर 131 भइसकेछ सब्सक्राइबर हो। अब त्यही हो, त्यसरी नै माया देखाइदिँदै जानुहोस् अगाडिसम्म होइन। आम्बो के पोल्टे बनाउनु नगर्न सो गाइस अहिले चाहिँ हामी यहाँ माथि खरसाङ आइपुग्न आँट्यो हो। यो कता आइपुग्यो? कारगिल ठाडो होला, आइपुग्यो होला यो कारगिल है। सो कारगिल आइपुगिसक्यो। आमा हो यस्तो छ, अलिक पानी चाहिँ नरोकी छ गाइस हो, अझै स्टिल पानी पर्दैछ। तर पनि यतै पानी पर्दा पनि हामी चाहिँ आउँदैछु हो। भिज्नु चाहिँ भिजेको छैन तर हो, पानी चाहिँ पर्दैछ तर त्यही हो गाइस। अब होइन के गर्नु, यस्तै छ। अब त्यत्रो 5-6 दिन नगरेको भिडियो होइन, अब गर्नै पर्यो होला यस्तो पानी झरीमा कभर त होइन। तर भिडियो गर्नु पनि सजिलो चाहिँ छैन रहेछ गाइस, कन्टेन्ट पाउँदैन हो, खोज्नु पर्यो यताउति होइन। त्यही हो, गएर छिटो पुग्यो भने सायद ड्रोनहरू घुम्नु जान्छु, किनाबाती आउँछ होला हो। टेरिका हो, छोड्न भाइ छोड्न साह्रो। यसो चिपिन्छ नि अगाडि जग्गा चाहिँ। पानी झरीमा चाहिँ प्रब्लम चाहिँ हुन्छ गाइस, स्कुटी बाइकको चाहिँ होइन। पानीमा चाहिँ टर्निङ रहेछ ओभरटेक गरिदिउँ भनेको त भएन नि छ्या। अनि हिजोको जग्गा त काट्यो के हो, अझ माथि हो नि है। वाट इज दिस? सिलगढी चाहिँ नतुन देख्दैछ है गाइस, यहाँबाट चाहिँ सेफ्टिस लो अब चाहिँ खास सकाइ पुग्ने हामी सेफ्टिस मजाको। यसलाई काट्नु पर्यो बटुक नछोडेको न, यस्तो रड्डी मान्छेहरू त हुन्छ। यिनीहरू चाहिँ कहाँको हो कि दार्जिलिङ घुम्नुहुन्छ हो, केही थाहा हुँदैन यिनीहरूलाई चाहिँ। गाडी कहाँ कुदाउनु पर्ने, के कुदाउनु पर्ने हो, केही थाहा हुँदैन। बाँस कुद्यो भने भइहाल्यो, बाइक चाहिँ कुद्नु पर्यो हो, भइहाल्यो यिनीहरूलाई चाहिँ। अरे भैयाजी छोडो न यार, छोडो। सो गाइस त्यहाँबाट चाहिँ म तपाईँहरूलाई एकपल्ट सिलगढी देखाउने चाहिँ ट्राई गर्छु हो। सो गाइस अहिले चाहिँ हामी यहाँ टक्कै रोहिनी रोड होइन आइपुगिसकेको छौँ। सो यी सिलगढी चाहिँ यस्तो छ, यहाँबाट चाहिँ यस्तो देख्छ, तर त्यस्तो अब क्यामेराले भ्याएन हो। त्यही हो गाइस, यो माथि के हो यो चाहिँ चिनिन हो। सो अहिले चाहिँ यस्तो छ, यहाँ चाहिँ यो स्कुटी टक्कै त्यहाँ राखिरहेको छु। पानी चाहिँ स्टिल पर्दैछ होइन, अनि हालत चाहिँ यस्तो भइरहेको होला मेरो। नाकभित्र पानी हो, हातहरू उयो भइसक्यो। आफैले चाहिँ भ्यू हेर्दैछ, कस्तो लाग्यो पनि तपाईँलाई भ्यू? जुम गरेर आउँछ है, त्यस्तो तानिँदैन रहेछ। त्यही हो गाइस, हेर्दै गर्नुहोस्। अब हामी निस्किन्छ, म सिधै खरसाङमा बनाउँछु भिडियो हो। भिडियो पनि लामो हुन्छ होला। स्कुल हो कि के हो अब नि यो माथि हो? स्कुलै हो, कलेज। कुन चाहिँ कलेज हो? कलेज स्कुल रहेछ। सो त्यही हो गाइस, हेर्दै गर्नुहोस्। गाइस अहिले घडी चाहिँ हामी खरसाङ मुनि होइन आइपुगिसकेको छौँ, मोटामोटी खरसाङ आइपुगे। सो यहाँबाट उयो खरसाङ दामी देख्दै थियो कि यहाँ भइदिएन नि उयो भएर देखाइदिउँ भनेको। सो यो टर्निङ काटेपछि चाहिँ तपाईँहरूले देख्नुहुन्छ होइन खरसाङ पनि। सो देखाइदिन्छु म तपाईँहरूलाई। सो हेर्नुहोस् यति नै अब। सो आजको भिडियो चाहिँ लङ आउँछ होला गाइस होइन, हेरिदिनुहोस् अब कोही कोही बेला होइन, स्किप नगरी मजाले। अघि चाहिँ झन्डै पल्टेको छु कि हो तल। सो हाम्रो चाहिँ म ढल्कौली अगाडिको चक्काले क्या चिप्लेर आम्बो खै हो। खरसाङ त हरायो त हौ, माथि देख्दैन त हौ टाउन त।
बदलियौ तिमी कस्तै नै छु म 10:30 त पुग्दिन होला गाइज हामी चाहिँ हो 9:48 भएछ यहीँ लो 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 आम्मा आमामा आए कर्सियङ चाहिँ अब खतरा देख्दैछ यो जुम गर्नु नि जुम अलिक 1 मा थियो नि त 1 मा भइहाल्छ सरी गाइज यहाँबाट देख्यो भने चेकिङ रहेछ चेकिङ झन्डै पक्रियो गाइज कप्सले त्यहाँ चेकिङ रहेछ चेकिङ बेटरीका हो सो गाइज अब चाहिँ आबिनले कुदाउँछ अरे हो चेकिङ हुनु त छैन रहेछ सो आम्मा कर्सियङ चाहिँ यस्तो देख्दैछ है गाइज यो चाहिँ हाम्रो कर्सियङ टाउन हो अहिले चाहिँ हामी यसमा यहाँ कर्सियङ मुनि जिरो मुनि छु सो हेर्नु सक्नुहुन्छ होइन गाउँहरू काटिरहेको हामी चाहिँ सो हिजो पनि यहीँ बसेको थियो नि त हिजो यहाँबाटै भिडियो गरेको छु नि त त्यता बेलुका कि सो त्यही हो गाइज हेर्दै गर्नुहोस् सो कर्सियङ चाहिँ यस्तो देख्दैछ है गाइज सो त्यही हो गाइज हेर्दै गर्नुहोस् सो गाइज अहिले चाहिँ हामी कर्सियङ स्टेसन आइपुगिसके हो सो अहिले जाँदैछु यहाँबाट चाहिँ पङ्खाबारी रोड होइन सो पुगे हामी चाहिँ कर्सियङ यो चाहिँ 1 वे हो है सो त्यही हो गाइज हेर्दै गर्नुहोस् है सो गाइज अहिले चाहिँ हामी यहाँ पर जग्गाको नाम थाहा छैन यहाँ बसिरहेको छु सो यहाँ चाहिँ तपाईँको सिङ्गल टी स्टेट सो यो परको चाहिँ योहरू चाहिँ थाहा भएन हो यो तलको चाहिँ अम्बटे यो माथिको चाहिँ कता हो माथितिर चाहिँ अन्त मार्गेस्टोपहरू सो यो माथिको चाहिँ मार्गेस्टोपहरू रहेछ योहरू पनि थाहा भएन कर्सियङ भन्छ होला यहाँ म त्यही हो स्कुटी यहाँ राखेको छु यो टी गार्डनहरूलाई चाहिँ अब सिङ्गल टी स्टेटहरू भन्छ यहाँ चाहिँ होइन सो यहाँ उतापट्टि चाहिँ यहाँ चाहिँ सबै सिङ्गल टी स्टेट यो तल्लोतिरको पनि सिङ्गल टी स्टेटै हो सो यहाँ चाहिँ फ्याक्ट्री रहेछ होइन टी फ्याक्ट्री सो अनि त्यही हो हेर्दै गर्नुहोस् है सो गाइज अहिले चाहिँ हामी टक्कै टुङ आइपुगिसकेँ हो अब चाहिँ म सिधै घर पुगेरै बनाउँछु होला भिडियो हो लामो पनि हुन्छ सो टुङ है यहाँ पनि छ उबोर्ड सो त्यही हो हेर्दै गर्नुहोस् है हेलो गाइज वेलकम टु सोनादा होइन सोनादा आइपुगिसकेको छु हात सो त्यही हो अहिले चाहिँ म नभएर जोगाड गरेर हामीले उयो हामीले गरिदिँदैछ हो सो फिलहाल चाहिँ हामी सोनादा आइपुगिसक्यौँ होइन अब के साह्रो हरन बजाएको मुला सो पानी चाहिँ यहाँ पनि परेको थिएछ हल्का अहिले चाहिँ रहेछ हो सो अलिकति चाहिँ भिजिरहेको छु म चाहिँ आवेन चाहिँ भिजेको थिएन त्यस्तो किनभने आवेन पछाडि बसेको थियो हो अन्त अब त्यही हो होइन हेरिदिनुहोस् बुझिदिनुहोस् सब्सक्राइब लाइक गरिदिनुहोस् होइन मन पऱ्यो भने अब फेसबुक अनि मेरो अब जति पनि अब फेसबुकबाट भिडियो हेर्नुहुनेहरूलाई चाहिँ म त्यो फेसबुकमा हाल्छु भिडियो यो भिडियो हो सो अन्त त्यो फेसबुकको माथि उयसमा चाहिँ डिस्क्रिप्सनमा चाहिँ मैले लिङ्क हालेको हुन्छु हो युट्युबको सो त्यो लिङ्कमा थिचेर चाहिँ तपाईँहरूले मेरो युट्युबको च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ सो त्यही हो गाइज ओके हेर्दै गर्नुहोस् सो गाइज हामी चाहिँ अहिले आइपुगे रङपुल क्रस गरिसके हो सो हामी चाहिँ अहिले अब हाम्रो उयो छिरिसके घरको साइड हो सो त्यही हो अब म आजको भ्लग चाहिँ यहीँ इन्ड गर्छु हो सो त्यही हो थ्याङ्क यू फर वाचिङ
सपोर्ट गर्दै गर्नुहोस्, यसरी माया देखाइदिँदै गर्नुहोस् होइन। सो त्यही हो गाइस, ओके नेक्स्ट भिडियोमा भेटौँ।